हेलो हामी क्षमा चाहन्छौँ हामीलाई विद्युतले अलिकति धोका दिएको थियो तसर्थ हामी अघि बढिरहेको देखिरहेका छौँ। भोलि प्राथमिक पाठशाला कानुनता राखिदिने म यहाँबाट आग्रह गर्दछु। हामीले आजको यस समारोहमा हाम्रो क्षेत्रको 5वटा स्कुललाई सहभागिताको लागि निमन्त्रणा पठाएका छौँ। हामी समक्ष अन्य स्कुलहरू पछिबाट आफ्नो प्रतियोगिता समावेश गर्नेछन्। आयोजक समितिको भाइले कृपया नानीहरूलाई सिधै पल्लोपट्टि आइपुग्नु भएछ हाम्रो मञ्चमा। उहाँलाई पनि हामी स्वागत तथा बटन भावबाट स्वागत गर्दछौँ। यसरी नै हामीले आजको यस समारोहमा निम्ताएका हाम्रा होलीक्रस प्राथमिक पाठशालाका नानीहरू मैदानको मध्यभागबाट अघि बढिरहेका छन्। हामी होलीक्रस प्राथमिक पाठशालाका नानीहरूको प्रवेश सँगसँगै आजको कार्यक्रम अगाडि बढाउनेछौँ। र हामीमाझ साथी दिनेश राई अनि उहाँसँग विजय शर्मा दाहाल उहाँहरू पनि हामीमाझ आइपुग्नु भएको छ। र हाम्रा भोलिन्टियर साथीहरूले उहाँलाई हाम्रो मञ्चभित्र ल्याएर राखिदिन हुन अनुरोध गर्दछौँ। र हामीमाझ भोइस अफ सोफिर मञ्चमा ल्याएर राखिदिने। आयोजक समिति हजुरहरूप्रति अन्यल तामाना परिदिने आग्रह गर्छौँ। सधैँ चाहिँ हामीले नानीहरूलाई तपाईँहरूपट्टि फर्काएर राख्न सकेका छैनौँ, किनभने यस वर्ष हामी हाम्रो राष्ट्रध्वजालाई मैदानको तल्लो तर्फबाट फहराउनेछौँ। तसर्थ नानीहरूलाई हामी तपाईँहरूदेखि अपोजिट साइडमा लाइनबद्ध रूपमा राख्न गइरहेका छौँ। हामी गोर्खे सन्तान हिमाल खोज्ने र हिमालतिरै फर्किँदाखेरि एउटा हामीलाई एउटा अधिकार पाइन्छ कि भन्ने नानीहरूलाई एउटा अनुभव। गरेर अघि बढाउनेछौँ। हाम्रो आजको यस सञ्चालन सभापति श्रद्धेय दाजु दुर्गा प्रसाद पौडेलज्यूको बाहुलीबाट दीप प्रज्वलन गरेर कार्यक्रमलाई शुभारम्भ गराइदिनु हुन हामी आयोजक समिति निवेदन गर्दछौँ। यसरी हाम्रो अतिथि गृहमा गएर आसन ग्रहण गरिदिनु हुन हामी यहाँबाट आग्रह गर्दछौँ। भाइ प्रितेश राखिदिनु हुन हामी आयोजक समिति निवेदन गर्दछौँ। माल्य अर्पण गरे